खप्तड पुग्नु भएको छ? पुग्नु भएको छैन भने आउनुहोस् सँगसँगै जाउँ। खप्तड जाने सबैभन्दा छोटो रुट बझाङ जिल्लाको यही दारुगाउँबाट सुरु हुन्छ। धनगढीबाट बसमा एक दिन यात्रा गरिसकेपछि तमेल भन्ने ठाउँमा बास बस्ने। भोलिपल्ट बिहान बोलेरो जिपमा 30 मिनट यात्रा गरिसकेपछि दारुगाउँ भन्ने ठाउँमा पुगिन्छ। त्यहाँबाट पदयात्रा सुरु हुन्छ। म एक्लै यात्रा गरिरहँदा बाटोमा खाली खुट्टा हिँडिरहेका एकजना मानिस भेटेँ। उहाँ पनि ओशो सन्यासी स्वामी कौलाना हुनुहुन्छ इन्डियादेखि। उहाँले भन्नुभएको विपश्यनाबाट पाठ सिकेर 12 वर्ष भयो उहाँ चाहिँ खाली खुट्टा हिँड्न थाल्नुभएको। अहिले अछामबाट खप्तड हुँदै उहाँ चाहिँ यो बझाङ हुँदै बुङ्गल साइडतिर जाने भन्ने प्लान रहेछ। बाटोमा ठ्याक्कै जम्का भेट भयो। लाइफ के हो त स्वामीजी? आई डोन्ट नो। खुसी के हो? खुसी एज पर ओशो को एक कोट छ, हैप्पीनेस इज अ स्टेट अफ माइंड। के बाहर कोई चीज अपन को खुसी दे सक्दैन, यो अंदरै सोध्नु पर्छ। ऊ त्यहाँदेखि नै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने आर्मी चेकपोस्ट हो। यस ठाउँलाई लोखडा भन्दा रहेछन्। घना जङ्गलको उकालो बाटो लगभग 5 घण्टा हिँडिसकेपछि खप्तडको मुख्य आकर्षण मध्ये एक घोडादाउना पाटन पुगियो। यहाँबाट उकालो सकियो। थप 30 मिनट हिँडिसकेपछि बास बस्ने स्थान पुगियो। यहाँ आर्मी क्याम्प नजिकै 2वटा सामान्य व्यवस्थापन भएका होटेलहरू रहेछन्। भोलिपल्ट बिहानै म त्रिवेणी धामको दर्शन गर्न हिँडेँ। क्याम्प स्थलबाट दक्षिणतर्फ ओह्रालो लागेर केदार ढुङ्गा हुँदै त्रिवेणी धाम पुग्न 30 मिनट जति लाग्छ। यही केदार ढुङ्गाको ठुलो चौरमा हरेक वर्ष मेला लाग्ने रहेछ। विशेष गरी बझाङ, बाजुरा र डोटी जिल्लाका भक्तजनहरू यहाँ आउने गर्छन्। अलिकति होचो स्थानमा दुईतिरबाट बगेर आउने गङ्गा र जमुनाको सङ्गम स्थलमा त्रिवेणी धाम अवस्थित छ। धाममा पुगिसकेपछि दोभानमा स्नान गरेँ। बर्खाको समयमा भए पनि जाडो चाहिँ भयो। अनि केही बेर सङ्गम स्थलमा ध्यान र पूजाआजा गरिसकेपछि म सहस्रलिङ्गको दर्शनका लागि उकालो लागेँ। बाटोमा रङ्गी बिरङ्गी फुलहरू, बोट बिरुवा अवलोकन गर्दै 1 घण्टामा सहस्रलिङ्ग पुगेँ। डाँडाको टुप्पोमा ध्वजा पताकाले सिँगारिएको सहस्रलिङ्ग दर्शन गर्न पाउनु अहोभाग्य रहेछ। खप्तड पुग्ने पर्यटक मध्ये नगन्य व्यक्तिहरू यहाँ आइपुग्ने रहेछन्। स्थानीयहरू पूजाआजा गर्न बिहानै डोको डालो बोकेर सहस्रलिङ्ग आउँदा रहेछन्। सहस्रलिङ्ग दर्शन गरिसकेपछि पुनः 1 घण्टामा होटेलमा आएर खाना खाएँ। त्यसपछि खप्तड दह अवलोकन गर्न हिँडेँ। त्यहाँ पुग्न पनि लगभग 1 घण्टा नै लाग्यो। सङ्लो पानीमा हरियो जङ्गल र आकाशको प्रतिबिम्ब प्रष्टै देखिने खप्तड दह साँच्चीकै सुन्दर थियो। वरिपरि सुनसान वातावरण, बीचमा सुन्दर दह। वाह क्या गजब! दह पुग्दा बित्तिकै एकछिन आकाश खुलेको मौका छोपेर 1-2 क्लिक फोटो भिडियो के लिएको थिएँ। फेरि कुहिरोले ढपक्क छोप्यो। केही बेरसम्म खुल्ला कि भनेर तालको एक फन्को लगाएँ, तर खुल्ने कुनै छाटकाट नभएपछि म त्यहाँबाट फर्केँ। घुम्नुपर्ने सबै स्थानहरू घुमिसकेको र मौसम पनि त्यति उत्साहजनक नभइसकेपछि म आजै दारुगाउँ फर्किने निर्णय गरेँ। फर्किँदा दर्शन गर्न बाँकी खप्तड बाबाको आश्रम हुँदै फर्किने योजनाअनुसार म उकालो लागेँ। डाँडाको टुप्पोमा अवस्थित आश्रम पुग्न आधा घण्टा लाग्यो। ढुङ्गा माटोको गाह्रो र काठहरू प्रयोग गरेर चिटिक्कको आश्रम बनाइएको रहेछ। वरिपरि घेरबार, दुईतिर गेट, नजिकै हेलिप्याड सहितको आश्रम सायद केही वर्ष अघि जीर्णोद्धार भएको हुनुपर्छ। आश्रमको एक फन्को लगाएर बाबाको मूर्तिलाई ढोक गरेर केही बेर ध्यानमा बसेँ। खप्तड बाबाले ध्यान गरेको स्थानमा आफूले ध्यान गर्न पाउँदा म भित्रैदेखि खुसी थिएँ। बाबाले प्रयोग गरेका खराउहरू स्पर्श गर्न पाएँ। ताल्चा लगाएकोले आश्रमभित्र चाहिँ प्रवेश गर्न पाइएन। करिब 10 मिनट ध्यान गरिसकेपछि समयलाई मध्यनजर गरेर म त्यहाँबाट निस्केँ। अनि ओह्रालो घोडादाउना पाटन हुँदै बेलुकी 8 बजीतिर दारुगाउँ आइपुगेँ। यसरी मेरो खप्तड यात्रा 2 दिनमा पुरा भयो। मेरो यात्राको अनुभवले के भन्यो भने खप्तड यात्रा गर्ने रोमाञ्चक याम भनेको श्रावण भाद्रको हरियाली तथा फुलहरू फुलेको समयमा या त टन्न हिउँ परेको हिउँदको समयमा हो। त्यो बेला झरी र हिमपात सहन सक्यो भने उत्कृष्ट दृश्यहरू अवलोकन गर्न सकिने सम्भावना हुन्छ। धन्यवाद।